ओ बस आइपुग्यो अब चल्दिस वेलकम टु केरा बार यहाँ खाना खाने हो हल्का फुल्का यसपछि बुटोल अब यहाँबाट कति किलोमिटर 16 किलोमिटर छ यहाँबाट बुटोल 16 किलोमिटर छ त्यसपछि फेरि तेर्सोको तेर्सो अहिलेसम्म घुमायो अस्टै घुमायो अहिलेसम्म अब चाहिँ ट्र्याक्ट तेर्सो छ बुटोलदेखि चाहिँ त्यहाँबाट केही नभए 7 घन्टा लाग्छ होला हामी जाने ठाउँ आज सुर्खेत के छ राजा ठीक छ हामी कहाँ जाने आज हामी उता बाटो ला त ला बल्ल दाङ आइपुग्यो हामी 5 बजे अब यहाँबाट अझै 5 घन्टा लाग्छ सुर्खेत पुग्न गाह्रो छ त एक लेन पनि एउटा गाडी अट्ने खालको रहेछ पुरै कुहिरो छ गाह्रो छ सब ठिक छ खाना लागिरहेको भात यस्तो घना जङ्गलमा भात ल 12 बजिसक्यो
बुढीले दिन्छ भात पानीले त बरु पानी खान्छ हेलो भाइजू हेलो सानो के छ खबर ठिक छ अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दैन त राधा ताल जाँदैछौँ अहिले चाहिँ यो के ठाउँ हुम्लामा खाना खाँदैछौँ है हेलो बहिनी हाई के छ हालखबर कस्तो फिल हुँदैछ ठिकै भनौँ अब के भन्छ अरे धेरै लङ ड्राइभ गरेर यहाँ आठ बेसी दार्या भन्ने ठाउँमा चाहिँ दैलेख हाम्रो यताहरूको भाइजूको साथी फुपू है कस्तो फिल हुँदैछ हजुरलाई मलाई चाहिँ एकदम रमाइलो खुसी लागिरहेको कर्णाली हेलो क्यामराम्यान यो गोप्रो यो क्यामेरा चाहिँ मैले उहाँको छोडेर मैले भ्लग गर्दैछु अहिले गाइज मैले गर्दैछु अहिले चाहिँ म हो अन्जु गुरुङ तपाईँहरू केही हँसले रसले अन्जु गुरुङ रुक्न म सबलाई देखाउँछ यो कहाँ हो हेलो हजुरको नाम भनिदिनुहोस् न प्लिज मैले तपाईँलाई चिन्न गाह्रो भयो कता कता देख्दै जस्तो लाग्यो जुत्तादेखि उहाँको चाहिँ पाउदेखि शिरसम्म चाहिँ गर्नै सकिँदैन उहाँको हजुर 19,000को चस्मा ए 19,000को चस्मा है फेरि हजुरको सामानहरू उहाँलाई किन थाहा खासमा हेलो मामा नमस्ते लाल सलाम सलाम के कस्तो छ ठिक छैन ब्लड प्रेसर ठिक भएको छ यो बाटोले ब्लड प्रेसर ठिक भइरहेको छ है यसरी हालिएको चाहिँ जिम गरेको गरे त झन् एक्सर्साइज भयो त मामा के गर्नै परेर नि होइन ल ठिक छ गुड हेलो हाम्रो टिचा मामा हेलो हामी खाना खान लागेको अब खाना लाग्यो कहाँ खाना खान लागिरहेको छौँ भन्नुहोस् न ठाउँ त खै के पो भन्थ्यो हुम्ला यो 8 बेसी हुम्ला खाना खाना आइसकेको छ मामाहरू हुनुहुन्छ नमस्ते नमस्ते मामा थ्याङ्क यू हेलो हामी चाहिँ खाना खान लाग्दैछौँ है हजुर ल खाना खाएर अब चल्नुपर्छ है ओके अनि हाम्रो यो कुन्टुहरू छ के मलाई खोजेको तिमीले मलाई खोजिरहेको छ कि यिनीहरू खासमा चाहिँ यो पुन्टुहरू ल ओके म खाना खान जान्छु ल तिमीहरू धेरै हल्ला गर्ने होइन नि त्यो चुप्प लगाएर बस ल ए यता देखाउनै बिर्सेछ नि हेलो हाई तपाईँ यता आउनुहोस् न तपाईँ किन कालो देखेको कस्तो लागिरहेको छ यात्रा यहाँसम्मको रमाइलो भइरहेछ नि
अहिले हामी नाकमा कालीकोट आइपुग्यो आज यहीँ बसिन्छ भोलि यहाँबाट टक्कै हिँडिन्छ बिहान 6 बजे हिँड्ने 6 घन्टा लाग्छ अरे बसलाई हुन्छ ल साथीहरु we are all ready set to go to Rara Lake हैन हो यहाँबाट हामीलाई केही नभनी 6 घन्टा 7 घन्टा लाग्छ होला अहिले बसमा चढिकन खिच्छ है हो र म क्यामेराबाट खिच्छु ल ल अब हेरि यहाँ फेरि ए जिनो यार जान भयो हामी निस्केको अवस्था अहिले चाहिँ है कहाँ रारा आज तेस्रो दिन थर्ड डे फाइनल्ली यहाँसम्म आइपुग्यो त्यस्तै हेर्दै जाउँ अब अगाडिको बाटो कस्तो छ अझै 6 घन्टा अझै लाग्छ भन्दैछ यति चाहिँ अनुमान हो अब हेरौँ गएपछि थाहा हुन्छ कति टाइम लाग्दो रहेछ भनेर चाहिँ धुलो छ फाइनल्ली ठ्याक्कै 1 बजे मुगु आइपुगेको छ हामी 7 8 9 10 6 घन्टा छिटो हिँड्नेलाई आधी घन्टा लाग्छ टोटल 6 घन्टा मुगु आइपुगेछ हामी मुगु रे मुगु भन्छ नि हो के उ त्यहाँ बोर्डमा त्यही लेखेको थियो र अनि मुगु नै ठ्याक्कै 29 यसो मुद्दा पाए उ त्यो त होला काला बुझ्ने ए हो त हो हैन नानी ल्याउनेको त बारे आउने के त ल त मार्सी धानको चामल हो साँच्चै मार्सी धानको चामलसँग ज्याप मुगु हामी मुगुमा छौँ अहिले ट्याप्प भएको नि लाइन गएछ त नि लोकल भाले ल यता बसौँ ल ल काटिहालौँ सुरु गरिहाल्छु धने यहाँ लोकल भाले काट्ने आइज दुईटा मासु भन्नु थियो कतै मासु
यहाँ धेरै कुरो बुझ्नु पऱ्यो कि हामी त अब त्यहाँ पारी त सकिन्छ पारी त कहाँ हिँड्नु होइन म खान बाजे होला पिरो भए नि हुन्छ नपिरो भए नि हुन्छ खोर्सानी भयो बोल न अहिलेसम्मको यात्राहरूको मोटामोटी सुनाउँछ है हजुरहरूलाई ल गोप्रोमा स्टेबलाइजेसन हुन्थ्यो कि यसमा हुँदैन फेरि सो आज हाम्रो राधा लेकको चौथो दिन आज चाहिँ हामी माथि नै पुगिन्छ होइन यो चाहिँ हामीले खास यो चौरमा मात्रै लिएको सुटहरू अनि आज चाहिँ हामी माथि लेकमै गएर सुट हानिन्छ अन्त एकदम जाडो त्यस्तै छ भरिया दैले बिसाउने भारी ओ हेलो एक्सक्युज मी के हिजो मेरो इन्स्टाको फोटो देखेर यस्तै खिच्न लाग्यो ओ यहाँ त जमिसकेको छ यहाँ ओइ के अरे उसको इन्स्टाको फोटो मैले हेरेको पनि छैन भन्न पायो भने भन्छ मलाई कुछ कहना चाहते हो भनिदिन्छु मामा हेर्नु न ओइ यहाँ कस्तै माय गुडनेस अच्छा यार धन्य यार ठिक छ नि हैन काली मायाले डाँडै काट्यो रे माया डाँडै काट्यो रे कुन मायाले लेकाली मायाले कति नम्बरको 24 ठिक छ यार छ नि यार कृपया हाम्रो घर फोहोर नगरिदिनु होला अरे है तल रारा जाने बाटोमा यस्तो छ यहाँबाट जङ्गलको बाटो 15 मिनट कोई मुझे जंगली कहे so used to खास भन्दाखेरि यो टोपी चाहिँ मेरो दिदीको हो हैन अनि यो चस्मा चाहिँ धनेको के हरि देखेछ होला है तर ओ घोडा आएछ ओ घोडा राजा राजा एकजना बाजे आउँदै हुनुहुन्छ के रे सोध्नु एकचोटि है हजुर
फेरि हेर्नु बुढो मामा नि आउनुभएको छ क्या पहिला त जान्दिनँ म यत्रा नि जान्न भन्नुहुन्थ्यो के अरे अहिले चाहिँ फेरि जोस जागरको साथ हिँड्नुभएको छ मामा हामी आइपुग्यौँ होइन ठ्याक्कै रारा लेक आइपुग्यौँ एज यु क्यान सी देयर है अनि यो घामको यो किरणहरूले चाहिँ यो रुखहरू चाहिँ हरिब देख्दो रहेछ क्या यहाँबाट भ्यू चाहिँ दामी छ यहाँ भ्यू फ्यान हाल्छ भ्यू एज यु क्यान सी गाइज दिस इज रारा लेक त्यहाँ थुन्यो भने आउला नि माथि गर्ला नि त्यो थुन्यो त त्यो थुन्यो त म बस यहाँ बस्दा एउटा कस्तो वाइड खिच्छ डेन्जर वाइड खिच्छ आयो आयो कति दुईटा भाग आयो अब चाहिँ एउटा प्रसाद उठाएर बाजेलाई दिने हाम्रो प्रोफेसर बाजेलाई उतै छेउको त्यसपछि लिएर जाऊ अगाडि तान 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 ल्यायो ल्यायो कता हो तिमी हिँडिनु त सुटिङ गर्दै र हामी जाँदै रहन्छ आइरहेछ हिराले हिँड्नुको पात लिएर बस्ने त अगाडि जाने पो त हिरा मेरो ज्ञानी माथल हेलो गाइस